तपाईं हेर्दै हुनुहुन्छ जेरी गल्लीको रात्रिकालीन परिदृश्य। एकदमै सुन्दर सुन्दर अनुभूति भइरहेको छ। यहाँ हामीसँग याकको छालाद्वारा बनाइएको यो ओछ्याउने साधन, त्यही पनि रङ्गी-चङ्गी विभिन्न रङका, सेतो, कालो, खैरो रङका। हामी यहाँ एकछिन बसेर वरिपरिको दृश्य अवलोकन गर्दैछौँ। यो रात्रिकालीन दृश्य एकदम सुन्दर देखिँदो रहेछ। माथिपट्टि बुद्धको मूर्ति रहेछ, निकै हाइटमा माथि। तपाईँले देख्दै हुनुहुन्छ माथि बत्ती बलिरहेको ठाउँमा बत्तीको छुट्टै आकर्षण यहाँ हामी देख्न पाउँछौँ। यतापट्टि पनि अर्को गल्ली, यसलाई जेरी गल्ली भनिँदो रहेछ। निकै सुन्दर दृश्य अनुभूत गरिरहेछौँ हामी। ओम माने पेमे, ओम माने पेमे, ओम माने पेमे, ओम माने पेमे। यो प्राकृतिक सुन्दरतामा कृत्रिम रङ अलिकति बत्तीले भरेको जस्तो लाग्छ। यी घरका भित्ताहरू सबै प्राकृतिक किसिमले बनेका छन्। ढुङ्गा र माटोद्वारा निर्मित, ढुङ्गा, माटो र काठद्वारा निर्मित। यी सदियौँदेखि जस्ताको तस्तै आकर्षणको केन्द्रबिन्दु बनेका छन्। झ्यालमा कुदिएका बुट्टाहरू निकै आकर्षक लाग्छन्। स्याउ बेच्नको लागि यहाँ राखिएको छ। यहीँको उत्पादन सुकुटी एकदम सुन्दर दृश्य त छँदैछ। क्याफेहरू, विदेशी पर्यटकहरू पनि यहाँको प्रकृतिमा रमाइरहेको देख्न पाउँछौँ। निकै सुन्दर दृश्य छ जेरी गल्लीको, जति वर्णन गरेर पनि नसकिने। एकदमै आनन्दित महसुस भइरहेको छ। यो बेलुकीको चिसोको पनि परवाह नगरिकन हामी हिँडिरहेको छौँ। घर सजावटको आफ्नै तौर तरिका हुँदो रहेछ। याकको सिङ्गो आकृति यहाँ देखाउन खोजिएको रहेछ। टारद्वारा निर्मित यहाँ कुर्सीहरू, यो पनि एउटा कला नै हो मानिसको। यता भोटे कुकुरहरू, निकै कलात्मक बुट्टाहरू कुदिएका झ्यालहरू, झ्याल ढोकाहरू। मानिसहरू आफ्नै सुरमा काम धन्दामा व्यस्त रहेको अवस्था हामी देख्न सक्छौँ। राति भए पनि मानिसहरूको चहलपहल देखिन्छ यहाँ। साँगुरो गल्ली, मानिसहरूको चहल पहल ओरदोर। नजिकै बगैँचामा स्याउका बुट्यानहरू, स्याउ टिपिसकेको भए पनि हामीले पसलमा सजाएर राखेका स्याउहरू किन्न पाउने अवस्था रहेछ। बोटमा त यदाकदा मात्र अब बाँकी रहेको रहेछ। सिजन पनि अब भइसक्यो स्याउ टिप्ने। यता अर्को गल्ली, यस्ता सयौं गल्लीहरू रहेछन् यो जेरी गल्लीभित्र।